त्यो एउटा केटो मालिकको छोरोले उकालेर फ्याँकिदिएको थियो अनि एसएसपी खोज्नु आएको थियो अनि भन्दैछ जहाँ थियो त्यो पिलर त्यहीँ गाडिदिनु नभए तिमीलाई पक्रेर म लान्छु त्यो दिल्ली अनि डरले त्यहीँ गाडिदियो के भन्नु तिनीहरूको जग्गामा थियो के गर्छ तिनीहरू त्यसै सबै हप्काएर त्यसै गर्छ भने हामी के गर्नु ठुलो मान्छे आउँदैन जान्ने मान्छे हामी त नजान्ने मान्छे के गर्नु नेताहरू आउँदैन अनि अब यो जग्गा तपाईँहरूलाई भोगचलन गर्न दिएन भने चाहिँ भोगचलन दिएन भने के छोडिदिनु पर्छ नि के गर्नु अब लडाइँ झगडा गरेर सकिँदैन उनीहरूसँग सकिन्छ त दुःख त लाग्छ नि अब के गर्नु के गर्नु दुःख लागेर के गर्नु छोड्नु पर्छ भनेपछि छोड्नु पर्छ नि अब के गर्नु अनि तपाईँको यो बाहेक अन्त कहाँ जग्गा छ अन्त उता तल छ त्यो पनि भारतमै पर्यो भनेपछि तपाईँको सबै जग्गा भारतमा पऱ्यो कि क्या हो सबै भारतमै पर्यो कति मात्र अब नेपालपट्टि परेछ तपाईँ नेपालपट्टि छैन अहिले अनि तपाईँको त सबै जग्गा भारतपट्टि गएपछि तपाईँ चाहिँ के खानुहुन्छ नि सुकुम्बासी भयो अब केही छैन अन्त गएर अब कमाएर